हेलो ब्याक टु माई युट्युब च्यानल। सबैलाई यो मेरो कृष्ण नेपाली ब्लगमा स्वागत छ। आज चाहिँ म आफ्नो गाउँ काट्न जाँदैछु। सबैले माया लगाएर हेरिदिनु होला। मिठो पनि हुनेछ ब्लग। कसले माया गर्दैन, भ्युज पनि आउँदैन, सब्सक्राइब पनि बढ्दैन अनि मलाई ब्लग बनाउनु मन लाग्दैन। मैले आज झ्याउ लागेर बनाइदिउँ भनेको। सबैले माया चाहियो है कृष्ण नेपाली ब्लगलाई, माया चाहियो। आज चाहिँ म गाउँ काट्न गइरहेको छु। मम्मीलाई त खाजा पुगाउन आएको खास न हो। मम्मीले बाबु म सक्दैन भनेर गाउँ कटाउन लगाइदिए। त्यही पनि ठिकै छ, काटिदिन्छु भनेर गाउँ काट्न लागि। मौसम पनि यस्तो छ, पानी पर्ला कि भन्ने डर छ भनेर भनिरहेको थिएँ मम्मीले। त्यही पनि मौसम त्यस्तो छ, सबैले माया सपोर्ट गरिदिनु होला यो कृष्ण नेपाली ब्लगलाई। त्यस्तै अरू छ हजुरको एक सब्सक्राइब चाहिँ मेरो के भन्नु, हजुरको एक सब्सक्राइब चाहिँ मेरो जिन्दा बनाउन सक्दैन। के हुन्छ कि प्रगति भन्ने आशामा मैले ब्लग बनाउँदैछु। यति हो यो गाउँ काट्ने मेरो चाहिँ। उहाँ परसम्म छ यो। यति देखेर चाहिँ मलाई डर लाग्न लाग्छ। डर लाग्न लाग्छ। आज चाहिँ अहिले चाहिँ म गाउँ काट्दैछु। हजुरलाई कस्तो लाग्छ मेरो गाउँ काटाइ? सबले देखिनु होला। अहिले चाहिँ म पूजा गर्दैछु गाउँ काट्नु भनेर के भन्नु। सबले यस्तै भिडियो आउँछ अझ। दुई तिन दिन मैले असर गरिदिएँ कि झ्याउ लाग्यो कि झुल आउँदैन, जुसै पनि पर्दैन है। म भन्छु आफ्नो फुपूलाई, फुप म गाउँ काट्छु भन्छु है। म देखाउँछु हजुरलाई मेरो गाउँ काटी कस्तो लाग्छ। सबले कमेन्ट गरिदिनु होला। राम्रो लागे राम्रो, नराम्रो लाग्यो नराम्रो भनिदिनु होला। म मेरो फुपूलाई हजुर ल म अहिले त गाउँ काट्न गइरहेको छु। हजुरले राम्रोसँग हेरिदिनु खै फुपू, म गाउँ काट्न गइरहेको छु। दर्शकलाई देखाउनु पऱ्यो राम्रोसित भिडियो। यता साइड है, राम्रोसँग यो यहाँमा टच नगरे है, राम्रोसँग कतामा गयो। यता त यस्तै छ। अब तै पनि हावा यस्तो मौसम छ, हावा आइरहेको पानी आयो कि गाउँ भनेर सिधा गर न क्यामेरा म त अहिले पानी लिन जान लाग्छु गाइस। पानी त बहुत छ माथि। पानी लिन जान लाग्छु है। अहिले म छिटो जा भन्ला। पानी छिटो लाग्यो मेरो खेतमा आएको मतलब कि के भन्छ परिमालाई पानी चिस लाग्यो अरे। गाई छिटो जान लाग्छु। हजुरलाई म हल्कामा पुगेर पानी भरेर देखाउँदैछु। मेरो बजै पनि यहाँ छन्, मतलब बजै त जस्तो चुला बाँध्ने खेर भिजाउँछन् नि, गाउँ भिजाउन आएछन् बजै। म पनि यहाँ बजैसँग पानी भर्न आएको छु। अहिले म घर जान्छु। घर जाने खेर म घर जाने बाटोको सिन देखाउँछु हजुरलाई। सबैले माया लगाएर साथ सपोर्ट दिनु होला, सब्सक्राइब गरिदिनु होला। यति सबैले है माया सपोर्ट सब्सक्राइब लगाइ। सो एभ्रिवान म चाहिँ अहिले भन्दैछु उही बाटो जाउँ न, यो बाटो जाउँ। यही बाटो झ्याउ लाग्छ मलाई त्यहाँ। हेलो
गाइस अब चाहिँ यहाँ पनि अब रोड बनाउँछ कि बाटो छ धेरै छ यहाँ जिल्ला चाहिँ म चाहिँ अब घर जानेछु पछि सकेसम्म आउँछु यहाँ चुला बाँध्न आउँछु भनेपछि सकेसम्म आउँछु हो गाइस मलाई नेपाली भलकलाई माया गर्नु पऱ्यो क्या माया गर्नु पऱ्यो अनि अनेको मायाले मेरो गीत आउँछ मलाई सबले माया गर्छन् भनेर भिडियो हाल्नु भ्यू चाहिँ आउँदैन माया गर्दैन सब्सक्राइब गर्दैनन् के भन्ने मेरो त अब भलक बनाइदिने हो सबले माया गरिदिनु हजुरको कारणले मेरो हात थाकी छ यहाँ यस्तो गर्न मात्र हुन्छ क्या सबले त्यसैले कृष्ण नेपाली भलकलाई सबले माया सब्सक्राइब लाइक कमेन्ट सेयर सबले गरिदिनु होला अब यति भन्छु भोलि राम्रो छ अहिले चाहिँ घर जाँदैछु यस्तो हात थाकी लाग्छ अब मैले के भन्ने त्यही यताबाट हो ए उताबाट हो सबले सब्सक्राइब दिनु त्यहाँ क्यामेरामा हेर्नु भने पनि पुरै सूर्यले आँखा यस्तो गरिदिन्छ अगाडि हेर्नै सक्दैन हजुरले माया गर्नुहुन्छ भनेर मैले आफ्नो हात थप्काइ क्यामेरामा आँखा लगाइ हेर्छु 800 वर्ष चाहियो कि 800 वर्ष चाहियो मलाई हात यस्तो थाकियो अब यस्तै थाहा हो भने कसरी हुने चेक गर्छु ट्राई अल गे ट्राई थाकिएको टेस्ट गर अबदेखि म यो मोबाइल त यस्तै हो न अब नयाँ मोबाइल हो बाबाले ल्याउने भन्दा चाहिँ त्यहाँबाट हजुरलाई म नेपालीमा बोलेर भलक बनाउने छु अब यो मोबाइल त्यस्तो क्यामेरा पनि राम्रो छैन भिडियो बनाइदिएको सबले माया गरिदिनु होला म अब हिन्दी सक्छम हिन्दीबाट र नेपालीबाट बनाउने ट्राई गर्छु म आफ्नो बुवाको मोबाइलबाट के ऊ मोबाइल राम्रो क्यामेरा हुन्छ त्यहाँबाट बनाउँछु नेपालबाट त बनाउने हो तर अझ हिन्दी बोल्न आउँदैन तैपनि हिन्दीबाट पनि ट्राई गर्छु म उसले माया लगाएन त्यो पनि हिन्दी च्यानलमा पनि उसले माया लगाएर हेरिदिनु होला यति हो मैले घर जाँदैछु मैले गहुँ काट्नमा डरिँदैछु काट्न लाग्छ सबतिर काट्न लाग्नु होला अहिले हात थाम्नु पुरै झाउ लाग्यो अहिले भयो अझै हात थाम्छु अझ माया पनि मिल्दैन के मिल्दैन अब फेरि भलक बनाएर के फाइदा हुन्छ छाड्दा थिएँ कि अन्त भलक बनाउन 2 दिन छाड्दा थिएँ अन्त आज बनाउनु लाग्यो कस्तो हुन्छ के कस्तो हुन्छ भनेर बनाइदिएको आज चाहिँ जानु पऱ्यो है गाइस यार 200 पनि गर्दैन के मजा आयो 200 पनि गर्दैन सब्सक्राइब पनि बढ्दै बढ्दैन अनि मलाई बनाउनु पनि लाग्छ बुढीले माग्छ कि
र आज अहिले चाहिँ म स्त्री गरेको छु यो क्यामेरालाई आँख खासिहाल्यो अब म मेरो रोडमा गएर बनाउँछु है अहिले चाहिँ यतिमा म बन्द गर्छु हजुरले नगर्नु होला मतलब कि गुनासो नमान्नु होला म अहिले यतिमा बन्द गर्छु है ल म चाहिँ अहिले रोडमा पुगिसकेको छु मेरो रोडमा होइन अब चाहिँ हजुरले अब यहाँ मेरो रोडमा आज मलाई भनक बनाउन त्यहाँ लाज लाग्छ कि ज्यादा मान्छे भयो भने मलाई लाज लाग्छ अस्ति म गएको थिएँ चौधमुखी तार र त्यो के भन्छन् त्यो बिर्सिहाल्यो चौधमुखी तार के भन्छन् त्यो जोखरताल गएको थिएँ त्यहाँ मलाई भिडियो बनाऊ भनेको बाइकमा गएको थिएँ बनाऊ भनेको यस्तो लाज लाग्यो कि अनि मैले ठ्याक छोडिदिएँ यस्तो बनाउँछ यस्तो भए भनेर मैले छोडिदिएँ अहिले चाहिँ कोही मान्छे देखेको छु म अहिले लाजले बन्द गर्नु लागिहाल्छ हावाले पुरै हावाको बढी मेरो आवाज होइन हावाको बढीको आवाज लाग्छ गाई के भन्छ राम्रो छैन माइक किन्नु भनेर पैसा पनि छैन अहिले यतिमा मोबाइल पनि राम्रो छैन पछि म धीरे धीरे गरिहाल्छु हजुरले माया गर्नुभयो भने म धीरे धीरे गरिहाल्छु मेरो अङ्कलले त भन्नुभएको छ टिकटकमा 10K अनि युट्युबमा 1000 सब्सक्राइब पुरा तँलाई एउटा ल्यापटप ल्याइदिन्छु भन्नुभएको छ तर 1000 सब्सक्राइब पुऱ्याइदिनु पऱ्यो ल्यापटपमा मैले ल्यापटप नै आइफोन भनेको छु र आइफोनमा हजुरले भ्लग बनाउने यो भ्लग बनाओस् क्रिस नेपाली भन्ने चाहन्छु भने 1000 सब्सक्राइब पुऱ्याइदिनु र अहिले बन्द गर्न चाहन्छु ल बाई सबैलाई